हामी आज राजदेवी मन्दिर जाँदैछौँ। देवी माताको मन्दिर। अस्ति मेलाको दिन घुम्न भ्याइएन, त्यही भएर आजै घुम्न जाँदैछौँ हामी। अनि त्यसपछि हामी त्यहाँबाट त भित्र के छ सबै हेर्नेछौँ। अनि अब पहिला भित्र छिरौँ। भित्र छिरिसक्यो हामी। भित्र छिरिसकेपछि छोरू त हेर्दै हुनुहुन्छ। त्रिसा दौडेर आउनुभयो अनि घन्टी बजाउनु भयो। घन्टी बजाइसकेपछि हामी भित्र छिर्यौँ। पुरै झुन्डेको छ के भन्छ यताको। यो चाहिँ बाहिर निक्लिने गेट पनि छिर्ने गेट पनि हो। अनि यहाँ बाँस बाँधेको छ। अस्ति भर्खर मेला भएको थियो बुद्ध जयन्तीको दिन, चण्डी पूर्णिमा पनि भन्ने गर्छ। त्यसपछि हामी यताबाट चाहिँ अलिकति अगाडि बढ्यौँ। धेरै भिड त छैन, शनिबारको दिन थियो, भिड त खासै देखेन। अब मन्दिरतिर हामी जाने कोसिस गर्दैछौँ। यहाँ सबैजना उभिराख्नु भएको छ, फोटो खिचिराख्नु भएको छ। अनि कोही त अब त्यही गेट, यो चाहिँ पहिलाको मेन गेट थियो। मेन गेटबाट अब यताकोबाट थियो, अहिले पछाडिबाट बनाइदिएको छ। तर पछाडिबाटै राम्रो छ, अगाडिबाट धेरै जाम हुन्थ्यो, मान्छे लड्ने यताउता हुन्थ्यो। त्यही भएर बरु यता अगाडिबाट भन्दा पनि पछाडिबाटै गेट हाल्दा राम्रो भएछ। अहिले चाहिँ सबैलाई सजिलो भएको छ। अनि हामी भित्र छिर्न खोज्दैछौँ। भित्र छिरिसक्यो हामी। अब भित्र क्यामेरा मैले देखाएन, केही छैन, नर्मली एउटा मूर्ति छ। अब त्यही जहाँ हुन्छ सबैजना सबैको मन्दिरमा नर्मली एउटा मूर्ति त्यही छ मात्रै। त्यसपछि हामी चाहिँ मेन बसेको मन्दिरनिर जाँदैछौँ। देवी माता यहाँ मात्रै बस्नुहुन्छ, यहाँबाट चाहिँ मन्दिरमा चाहिँ जानुहुन्न। उहाँले भन्नुहुन्छ त्यो म मन्दिरमा बस्दिनँ, म बाहिरै ठिक छु, रुखकै मुनि म ठिक छु। मेन मन्दिर यही हो, मेन मन्दिरको मूर्ति मेन यो देवी माताको वासस्थान मेन यही हो। अब यहाँबाट अहिले पहिला त धेरै थिएन, अहिले चाहिँ धेरै नै मूर्ति बनाइदिएको छ। धेरै नै देवताहरू राखिदिनु भएको छ। पहिला जम्मा एउटा थियो, अहिले चाहिँ सानो सानो के राखिदिनु भएको छ। हेलो त्रिसा। अनि अहिले चाहिँ सानातिना मन्दिर के राखिदिनु भएको छ। त्यसमा अब हामी ढोक्दै बाहिर निक्लिनेछौँ। बाहिर निक्लिसकेपछि अब यो चाहिँ अब पढ्नु पर्ला के को मूर्ति हो। बैठिसकेपछि अनि बल्ल हामी बाहिर जानेछौँ। अब यहाँ पहिला ढोगौँ। यहाँ ढोगिसकेपछि हो अनि बाहिर जाने हामी। अब ल छिटो ढोगौँ, छिटो ढोगौँ। कति छ समय लाउनु भएको। भित्र के छ, भित्र त्यस्तो खासै केही देखिएन। अब बाहिरतिरै निक्लौँ होला। अझै 2-3टा मूर्ति छ, मन्दिर छ, त्यो 2-3टा मन्दिरमा ढोगौँ। त्यसपछि 1-2 फन्का मारौँ, फोटो खिचौँ। अनि त्यसपछि हामी सबैजना बाहिर घरतिर लाग्ने। यो चाहिँ सानो मन्दिर यो रहेछ। अब यहाँदेखि ऊ त्यो सानो अब अलिकति माटोले पुरिएको छ, पुरिएको भएर त्यही तल अलि पुगेछ। त्यही पनि सबैजना ढोगेर अब उता नाग मन्दिरतिर जाउँ। लक्ष्मी माताको मन्दिर रहेछ जस्तो छ। के लेखिदिनु भएको छ त्यो थाहा भएन। त्यही पनि सबजना ढोगौँ। हेलो आयान्छु। त्यसो भए अब हामी चाहिँ यहाँ सेल्फी लिँदैछ। अब दान पेटी पनि छ, ठुलै रहेछ। कस्तो राम्रो सुहाएको मन्दिर, पुरै रातो रङले क्या दामी बनाएको छ। अब यहाँबाट हामी अलिकति अगाडिको मन्दिरमा पनि ढोगौँ। यसो आफ्नो थोपरा पनि त देखाउनु पर्यो नि। कति अरूहरूको मात्रै थोपरा देखाउनु। तेरो आफ्नो थोपरा नि देखाए।
पुन्तुको थोप्रा नि देखाए। यो चाहिँ मेन मन्दिर, यो चाहिँ मेन भगवान यहाँ बस्छ। यो रुखमुनि मान्छेले धेरै चिज चढाएको छ, फलामका सबै, त्रिशूल, हँसिया। यो नाग मन्दिर, भैरव नाग होला सायद। यहाँ ढोगौँ, त्यसपछि हामी मुख्य मन्दिरमा जाऊँ अनि फोटोसोटो अलिअलि खिचौँ। फोटोसोटो खिचेपछि टेन्सन छैन, अलि फोटो पनि खिचाउनु पर्छ। फोटो भयो भने राम्रो हुन्छ। त्यसपछि घुम्ने रहर पुग्यो। अब त बाहिर जाने होला। हेलो काबुसँग बाहिर जाने हामी, फोटो खिच्ने अनि हाम्रो गाउँतिर लाग्ने। किन झ्यापमा हो, झ्याप भएको हो, झ्याप हुनु हुँदैन। ल त्रिसा पनि हेर्दै हुनुहुन्छ। अब सबैजना हामी बाहिरतिर लागेको। कस्तो भिडियो अलिकति उल्टो भएको छ है। यो चाहिँ यो सिधा खिचे जस्तो छ। अब चाहिँ ठिक भयो भिडियो चाहिँ। अब अलिक राम्रो भयो। अब जाउँ है, जाउँ हामी गाउँतिर जाउँ, घरतिर जाउँ। मन्दिर भयो जति सबै घुमिसक्यौँ। अब घरतिर जाउँ सबैजना। जुत्ता चप्पल सब बाहिर मान्छे पनि अब बाहिर जाउँ, घुम्न जाउँ, घरतिर जाउँ, बाइक स्टार्ट गरौँ। यो चाहिँ बाहिरको दृश्य। पहिला त्यतिको राम्रो थिएन, अहिले एकदम राम्रो बनाइदिएको छ। रोड सोड सबै मिलाएर काटीकुटी खतरा बनाइदिएको छ।